म चाहिँ अब ठमेलतिर लाग्दैछु है। आज पनि हेरौँ के हुन्छ कस्तो हुन्छ भनेर। तर आज चाहिँ अस्ति भन्दा पनि मान्छे अलि बढी हुन्छ भन्ने मनमा भाइब्स भइरहेछ होइन। अब हेरौँ के हुन्छ। मैले चाहिँ भर्खरै अहिले यता सोह्रखुट्टेभन्दा तल लगिदिएको थिएँ अनि त्यही भएर मैले क्यामेरा चाहिँ सेटअप गरेको थिएन। अब अहिले मैले बाटो बिचमै क्यामेरा सेटअप गरेँ। अब चाहिँ हेरौँ के हुन्छ है। अस्तिको फ्राइडे चाहिँ खासै मान्छे थिएन अनि बोर बोर टाइपको भइरहेको थियो। आज चाहिँ हल्का फुल्का छ कि जस्तो भइरहेछ है। अस्ति भन्दा चाहिँ अलिअलि बढी रहेछ अस्ति भन्दा चाहिँ। त्यो म्याच होले कस्तो पेलेर आएको यार। तर पहिला पहिला जस्तो मान्छे चाहिँ खासै चाहिँ देखिनँ मैले। ब्रदर एक ऱ्याप हानिदेऊ न त ल। चलफल देखाइदिउँ न। पटाका चाहिँ हान्न आउँदैन रहेछ है। हान्ने केटाले ल। ए सही सही। अनअन पर्सनलाई चाहिँ मैले अहिले ऱ्याप हानिदियो भनेको हानिदियो क्या। ठिक छ केटाहरू वान्टेडमा छ अरे त्यही भएर नि धेरै पड्काएन। रमाइलो गर्नुपर्छ एक ठाउँमा छ रमाइलो भने।
के हो ल रिम रिम छ त ल यत्रो सानो सानो फुच्चीहरू यार ठमेलमा यसरी बस्छ हैट अझ पनि कस्तो खाली खाली जस्तो लागिरहेछ या के हो कस्तो लाइट बोला यसको के भएछ यहाँ फेरि यताबाट एकछिन हेरिदिउँ न त के भइरहेको रहेछ भनेर के भयो त यहाँ हजुर होइन म त केही भन्दिनँ दाइ अनि उसले त दिइरहेको रहेछ त नि कागज पत्रहरू के गरिरहेको हजुर झगडै गरिरहनु भएको रहेछ यसो हेरिदिउँ न त के भयो भनेर
के भयो मेरो दाइ? के भएको खास? मेरो साथी हो मापछि गरिरहेको चिकारे म लान्छु मेरो बाइक बिल्कुल छ नि न भन्छ क्या ए अनि बाइक उता कडाएपछि के गर्नु त नि भन न बाइक लगिसक्यो अर्को मान्छे मैले बोलाएको तपाईँ चालक चालक मै हो अब मैले नखाएको मलाई चेक गर्नु नखाएको मान्छेलाई पनि चेक गर्नु अनि बल्ल गर्नु मैले मेरो गल्ती एक्सेप्ट गरेको छु म चोर पनि होइन हामीले तपाईँलाई केही पनि के हो ठमेलमै देख्न पाइन्छ यार यो के यता उति हस् दाइ गाह्रो छ पुलिसहरूलाई पनि गाह्रो छ मापासीमा पर्नु भएको रहेछ दाइ ब्लुबुक राख बाइक दे भनेर भनिराख्नु भएको रहेछ ट्राफिक सरले अब बाइक चौकीमा पुऱ्याइदिनु सक्नु भएको रहेछ क्या अनि त्यही भएर नि त्यहाँ चाहिँ त्यस्तो झगडा भइरहेको रहेछ बाबु सबै होइन रक्सी खाने मान्छेहरू खास चाहिँ बाइक साइकल लिएर हिँड्दै नहिँड्नु क्या पठाउनु आउनु नि यार त्यस्तै रमाइलो गर्नुपर्छ भन्ने होइन हाम्रो नेपालीको बानी फेरि गल्ती एक्सेप्ट गर्ने बानी नै हुँदैन क्या सक्दो पेलिदिन्छु ठेलिदिन्छु भन्ने हुन्छ अनि कहाँबाट हुन्छ केटा भनेर उठाएको केटी पऱ्या रहेछ त्यही पनि झ्यापमा छ जस्तो छ म्याप हेर्न नजानेर दुईजनाले क्यान्सल गरिदियो अरे ल के भयो अच्छा लोकेसनमा आएर धोका नदे है भाइ फेरि यही होला स्योर
फायर होइन दुईजनाले क्यान्सल गर्नु पढायो होइन सुरुमा आएको उता पुग्यो अब लोकेसन अलिकति माथि आउँछ म बसेको त यहीँ देखाउँछ नि त अँ क्यान्सल गरिदिँदा अब त्यत्रो टाइम बोलाएको त्यो बिस्तारै आउनु है भोलि हुन्छ अलि माथि त्यहाँ मगर लोकेसन भयो तपाईँ बाटो चिन्दैन बत्तेर गएको फेरि त्यहाँबाट चाहिँ बिस्तारै आउनु 2-3 घर रिटर्न फर्केर आएर 2-3 घर चाहिँ यहाँ सबै मेरो भनेको बत्तेर शिव मन्दिरै पुग्यो ए होइन कोही बेला जान मन नहुने हुन्छ त्यही भएर नि होला नि र हिँड्नु नि त जाउँ अब सबैले नखोरी झरेर मुखै नधोइकन फेरि तपाईँ पनि बाटो भुलिन्छ भनेर पेमेन्ट भइरहेको छ बेसी पाइँदैन आधी आधी भन्छ 5 मिनट भइरह्यो हो हेर्न नजाने भएपछि किन चलाउनु हो ठ्याक्क हानेको लोकेसन त उहाँ माथि देखाउँछ हामी बसेको त यहाँ देखाउँछ त्यो पनि हेर्न जानु पर्दैन होइन प्रायः जस्तो बोलाउँदाखेरि माथितिर लोकेसन देखाएन हामी बसे यहाँ देखाउँछ अनि यहीँ आउँछ कि अर्को के हुन्छ नि हामी बसेको देखाउँछ के भन्छ त्यसलाई ठ्याक्क लोकेसन उता देखाउने नि हामी बसेको चाहिँ ठ्याक्क यहाँ ठाउँको त्यो घुम्या गरेर हुन्छ नि त्यो ठाउँ देखाउँछ नि होइन त्यसमा हेर्न आउनु पर्ने ठ्याक्क भित्रसम्म जानु मिल्छ हामीलाई त्यसमै आउने मात्र भयो चाहिँ जुन लोकेसन देख्छ त्यहाँनिर हो जानुपर्ने चाहिँ तर पनि कस्तो हेर्न नजाने अहिले फेरि बाटोमा हिँड्दाखेरि त्यस्तै हुन्छ कपाल हिँड्नु जाउँ ढिला भइसक्यो त नि फायरमै जानुपर्ने होइन हात त डेन्जर बनाउनु भएको रहेछ त छ नि कसरी दिनु त नि अनि मैले वहाँ गएर के गर्नु 100 रुपियाँ घरि जान्न अनि 80 रुपियाँ हालेर जानु परेन मैले 80 नै हाल्नु मात्र हाल्नु नि जाँदा अब 20 रुपियाँ मलाई टिप्स भयो कताबाट यताबाट होइन र जाने सबै अनलाइन मात्रै गरेको छु क्या आज मैले फेरि हजुर अनलाइन हुन्छ भने चाहिँ अनलाइन गरिदिन्छु म ल कहाँ भर्खर त 2 राइड हानिरहेछ अनि कहाँबाट हुनु हजुर हजुर यो त सेफ्टीको लागि हो अब
हजुर हजुर भ्लगिङहरू गरेर हाल्छु म हुन्छ तपाईँको हालौँ कि नहालौँ त भ्लग क्या अब पर्मिसन लिनु पर्यो नि नराम्रो के बोल्नु भएको र तपाईँले नराम्रो के बोल्नु भएको छ र होइन म त्यस्तो भाइरल पनि होइन नि त ल के भयो स्कुटर के काम गर्नुहुन्छ नि उता चाहिँ के काम गर्नुहुन्छ तपाईँले ए आज 19 हजुर ल के भएछ वान वे होइन यो अलि फेरि माथि ट्राफिक भेट्यो भने अनि ल के भएको यार स्कुटर हजुर थाहा भएन नि सर हो र यहाँ आइपुगिसकेको थियो सर ल हामी त फेरि उहीँ आयो नि त अब आइहाल्यो होइन स्कुटर के भयो कि के गर्छ कि भनेर उनीहरूले के गर्ने नबोल्नुन्जेल त स्वाट घुमाएर हालिहाल्यो हुन्छ नि तपाईँ कस्तो टाइममा रोकेर बसेर आफै अफ भयो स्कुटर त्यहाँनिर
ठुलो नगरी चुप लगाएर घुमेर हाल्न पर्छ नि हेरेर बस्नेछि अनि रोकिँदैन मैले यस्तो रिस उठ्छ यस्तो गऱ्यो भने त तिमीलाई हुने भनेर ल गाली के गरेर भयो हिँडिहाल्ने हो नि त झन् चाहिँ बढी मान्छे जस्तै गरेँ भनेर हालिदिन्छ अन्त सोच हजुर अरू भन्दा नि त्यहाँ हेर्दैन अरे सर अलि राम्रो बाटोपट्टिबाट घुमाएर सट्ट यता तलतिर भनेपछि तलतिर हाल्नु पर्छ कस्तो बाटो हालेर तलपट्टि चाहिँ राम्रो बाटो छोडिदियो क्या नराम्रो बाटो अलि त्यो हेलमेट त सिसामाथि गर्ने बाटो देख्छ क्या देख्न स्कुटर के भयो के भयो जहिले त्यही बाटो जान्छ नि त्यहाँ भेट भयो नि जे भयो नि ल हात त हालिहाल्ने हामी त जहिले पठाउनुलाई हामी म त प्रायः जस्तो छिमेकी पठाउनु आउँछ अनि त्यतिबाट हिँडिहाल्ने भेन त तपाईँको बसिरहन्छ त्यहाँ हजुर